ल ट्याक्क लाएर अब हामी बुढा सुब्बा देउराको मन्दिर आयो यतापट्टि हाम्रो रोबिन्दन विवेक होइन खै त पहाडी छ न 1 किलोमिटर उतापट्टि छ अरे त्यही भएर हामी हिँड्दैछौँ होइन ट्याक्क सुब्बा देउरालीको गेटमा अहिले होइन सबले औँठी सौँठी धागो सागो किन्दै बसिरहेको छ लायर अन्धो टक्क लाएर हामी अहिले यहाँ सुब्बा देउराली सब पूजा गर्न यहाँ छन् ट्याक्क फोटोसोटो खिचाइयो त्यसपछि फोटोसोटो खिचाएर अब नास्ता खान जान हिँड्नु लाग्यो सब साथीहरू यता छन् कोही यता छन् कोही यता छन् कोही ओ बिहान गरे मेरो भाइ ल अब ट्याक्क पूजा सुजा गरेर फर्क्यौँ हामी होइन यसले गर्दा बेर भयो फेरि त्यहाँ माथिबाट नि तलबाट जाने क्या यहाँबाट अनि कहाँ माथिबाट आएको कुरा गर्छ हामी अब आएको मन्दिरमा मन्दिरको नाम यहाँ छ देखेको छैन होला यस्तो रहेछ यी हाम्रो साथी मलाई तलसँग लिन गए नि खै त अरूहरू सरहरू घरहरू हामी गाडीमा छौँ हाम्रो सामेल दोस्त अरू यी सब एकजना ल अब हामी कहाँ हिँडेको अरे झर्ना हेर्न यो है हाम्रो रोबिन भाइ अर्को ब्लगर त नभनौँ के भन्नु ब्लगरको पदमा जाउँदैन टुरिस्ट Right now we are on the way of नमस्ते झर्ना हाम्रो केटाहरू यहाँ छ हाम्रो साथीको च्यानल सब्सक्राइब गरिदिनु सबैजनाले होइन मेरो च्यानल नि भन न मेरो च्यानल त पर्दैन मलाई चिनिहाल्छ चिन्ने मान्छे र नचिन्ने मान्छे रे के भन्ने अब होइन जीवनलाई माया गरिदिनु साथसाथ देखाइदिनु हामी चाहिँ उठ्यो हामी चाहिँ त्यहाँ नमस्ते आधी घन्टा लाग्छ हाम्रो गइ चाहिँ आधी घन्टा लागेको छ स्टाफ चाहिँ एकदम राम्रो चाहिँ लभ दिस प्लेस भनौँ न यस्तो दामी चाहिँ है ल ल ल यस्तो टक्क सिनेमेटिक सर्ट हेर्ने केटा हो ल है एडिटरले गर्छन् भिडियोहरू गर्छन् ल चिच्चाइदे केटा हो चिच्चाइदे
चिच्चाइदिए सबले अझ रासित जोसित ल ट्याक्क झर्ना हेर्न हिँडेको ए भगवान् सिडी उहाँ कसम ए को प्रसन्न डन यहाँ हुनुहुन्छ हैट कति रहेछ र थाकिसक्यो पुरै पसिनै पसिना आयो र अहिले अझै आएको छैन उता त मान्छे आउँदैछन् ल यहाँसम्म आयो सब दौडेछन् होइन म त नसकेर यहाँ छु यहाँ त सिडी पनि बेहालको रहेछ भन्ने कस्तो भन्ने बगान छ त लोट्ला चाहिँ घन्टे लोटिन्छ क्या लोटिन्छ कहाँ लोटिने हो माथिसम्म पुग्ने हो झर्ना पनि झर्ना त सजिलै हुन्छ चढ्न अलिक गाह्रो भए पनि झर्ना त झरिन्छ फाइनली के झर्ना नमस्ते झर्ना कि के आइस आयो के छ खबर मार्क्स सोधिदिनु त फेस रिभिल हान्डीमा त फेस रिभिल हान्डीमा त फेस रिभिल हान्डीमा त 1000 बिएससी गरे आम्बो तपाईँ देखाइदिनु नि ल फाइनली कहाँसम्म पुग्यो यी झर्ना माथिबाट टक्क आइरहेछ न नमस्ते झर्नाबाट बाहिर निक्लियो आफ्टर हाफ एन आवर नमस्ते झर्नाबाट निक्लियो हामी यो होटेलमा अब खाना खान जाने होटेल 1 नम्बर रहेछ यहाँ सब सामानको छ यी बिचरा हाम्रो साथी यहाँ पैसा हरायो भन्दै थियो गाडी भेट्यो कि नै कति हरायो तेरो 500 रुपियाँ अब खाना खान जाने ट्याक यो होटेलमा अब खाना खान जाने यो होटेलको नाम हो तारा पाइबा छन् टक्क यी सब छन् Hey, what a beautiful scene. Hello, where are you from? England. Huh? England. And you? England. England, you also England. What's your name? Phil. And your? Anton. Your? Name dog. Oh, nice to meet you, Nitesh. Yeah. Welcome Nepal. Oh yeah. Ramiro Nepal. Oh yeah. Bye bye. Take care. हामी जनकपुर हिँड्न लाग्यो खानासाना खाएर होटेल 1 नम्बर बेस्ट होटेल बेस्ट अहिलेसम्मको खानै यस्तो मिठो तारा होटेल भन्ने होइन बेस्ट होटेल र अब हामी जनकपुर हिँड्न लाग्यो